हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। तपाईँ सबैजनालाई मेरो ब्लगमा स्वागत छ। र आजको मेरो ड्रेसअप चाहिँ यस्तो छ किनभने चाहिँ घाम चड्को लागिरहेको छ होइन। र आज चाहिँ म गुम्पा जानु लागिरहेको छु। र सधैँ चाहिँ मेरो बाबा गुम्पा जानुहुन्थ्यो, तर उहाँ लास्ट इयरदेखि चाहिँ न्युरो पेसेन्ट भएकोले गर्दाखेरि चाहिँ उहाँ बेड रेस्टमा हुनुहुन्छ। र उहाँ अहिले जाति कुशलै हुनुहुन्छ र उहाँको फ्रेन्डले उहाँको खुट्टा थिचिरहनु भएको छ हो। र चाहिँ म चाहिँ आज चाहिँ कहाँ जानु लागिरहेको छु भने आज सागादावा हो। र सागादावामा चाहिँ म गुम्पा घरदेखि माथि गुम्पा जानु लागेको, किनभने त्यहाँ ठुलो सागादावा सेलिब्रेसन भइरहेको छ। र काट आएको कारणले गर्दा म जानु लागिरहेको छु। र बाहिर घाम हेर्दा त यस्तो चड्को कि भन्नै नसक्ने हो। र यो सिँढी उकालो चाहिँ अब पहिलादेखि चाहिँ यो सिँढी उकालोमै जान्थ्यौँ, तर अहिले चाहिँ रोड आएको कारणले गर्दा धेरै सजिलो भएको थियो। नभए त यस्तो चड्को घाममा चाहिँ कसरी हिँड्नु भनेर म सोचिरहेको थिएँ हो। र यसरी नै हाम्रो पहिला त म गएको थिइनँ, पहिला चाहिँ बाबा जानुहुन्थ्यो, तर बिमार हुनुको कारण भएकोले गर्दाखेरि चाहिँ आजकल चाहिँ हामी नै जान्छौँ, म र भाइ मिली। र अहिले चाहिँ हामी यस्तो चड्को घाममा चाहिँ उकालो हिँडिरहेको छौँ हो। घाम हेर्दाखेरि चाहिँ यस्तो छ कि हनुमान भए पनि घामलाई पहिलाको जस्तै खाइदिनु खालको घाम लागिरहेको छ हो। र यस्तै छ। र अहिले चाहिँ यो रोड नयाँ न्यू कनेक्सन खनेकोले गर्दाखेरि चाहिँ गुम्पामै रोड पुग्छ हो। र यहाँ चाहिँ हाम्रो दुईजना दिदी हुनुहुन्छ, मेरो बडाको छोरीहरू र मेरो दिदी नै पर्छ। र हाम्रो दिदी चाहिँ ऊ रिल्स बनाउने रे, हाम्रो चस्मा लाउने दिदी चाहिँ रिल्स बनाउने र उहाँले गीत छानेको छ। हामी दुईजना चाहिँ, अर्को दिदी र म चाहिँ लु छिटो गर्न गाडी आउनु आँटिसक्यो भन्दा नै गाडी आइपुग्यो। उहाँले रिल्स बनाइसकेर हालिसक्नुभयो। र यहाँ हामी दुईजना गाडी दिले दाजुको गाडी ठिक्कै आइपुगेछ। दिले दाजुको गाडीमा चाहिँ दिदी अघि रिल्स बनाएको हेर्नु हुँदै थियो। र उहाँले दिले दाजुलाई पनि देखाउनु हुँदै थियो, हामीलाई पनि हेर त लु कस्तो राम्रो भएछ भन्नु हुँदै थियो हो। र यसरी नै गुम्पा जाँदै थियौँ। र यसरी गुम्पा जाँदै धेरै गाडीहरू यो रोडमा आज पुरा हिँडिरहेको थियो, किनभने चाहिँ यो न्यू रोड कनेक्सन हो। यो चाहिँ माथि मुनिको सिसिटी फाटक जानेदेखि चाहिँ माथि माथिल्लो सालघारी जोड्ने रोड हो। र धेरै यो रोड खनेकोले गर्दाखेरि हाम्रो गाउँको माथिल्लो गाउँलाई धेरै सुविस्ता भएको छ होइन। र यसरी जाँदा हामी गुम्पा पनि आइसक्यौँ र धेरै गाडीहरू आइसकेको थियौँ। हामी 11 बजीतिर चाहिँ गुम्पा पुग्यौँ। र उपर देखाएको चाहिँ गुम्पा हो। र त्यहाँ ठुलो माइक लाएर लामाज्यूहरूले पढिरहनु भएको थियो होइन। हामीले चाहिँ पार्किङको लागि यहाँ गाडी खोजिरहेको थियौँ, किनभने चाहिँ यो रोड भर्खर खनेको साइडमा राख्नु पनि धस्किने भन्ने डर हो। र यो चाहिँ गुम्पा हो र यसको कन्स्ट्रक्सन वर्कहरू हुँदैछ होइन। यसरी नै पहिलादेखि नै यहीँ गुम्पामा सागादावा पूजा गर्दै आएको होइन। विशेष गरी बुद्धिस्ट धर्ममा चाहिँ यसरी धुप्पीहरू बालेर यसरी धुवा लाउनुहुन्छ। यसको साइन्टिफिक रिजन चाहिँ के कसो हो मलाई याद छैन, तपाईँलाई याद छ भने बताइदिनुहोस्। र यसरी नै पूजा अर्चना भइरहेको थियो। र अब चाहिँ हामी गुम्पाभित्र पस्यौँ। र गुम्पाभित्र पसेपछि हामी यहाँ अब दर्शन गर्नुको लागि अब लाइनमा बस्यौँ होइन, प्रार्थना गर्दै थियौँ। ठिक्कै यहाँ लामाज्यूहरूले पढिरहनु भएको थियो, मन्त्र च्यान्टिङ गरिरहनु भएको थियो। र हामी चाहिँ ठिक टाइममा पुगेछौँ, किनभने त्यो पुस्तक जुन 108वटा पुस्तक हुन्छ त्यसलाई चाहिँ बाहिर दर्शन गराउनु र अरू सबलाई दर्शन गराउनु निकाल्नु राख्नु भएको थियो होइन। र यो चाहिँ पछाडि मेरो देख्नुहुँदैछ लाइनहरू चाहिँ सबै पुस्तक बोक्नेहरू रहेछ होइन। र यसरी नै लाइनहरू सबै लागिरहेको थियो पुस्तक बोक्नुको लागि होइन। र मैले चाहिँ पहिला नाम्चीमा चाहिँ पुस्तक बोकेको, र यसपालि चाहिँ मैले बोकिनँ होइन। र पुस्तकको जति पनि उहाँहरूले पढ्नु भएको यो पुस्तकहरू छ त्यसकोलाई होइन ढोक गर्नुको लागि चाहिँ हामी सबै बाहिर लाइनमा बसिरहेको थियौँ। यहाँ लामाज्यूहरूले एनाउन्समेन्ट गरिरहनु भएको थियो होइन, पुस्तक हामी बाहिर निकाल्ने आँटेको छौँ, सबै लाइन बसिदिनुहोस्, अब हामी पुस्तक निकाल्नुहोस्, तपाईँहरूले दर्शन गर्नुहोस्। अब पुस्तक निस्क्यो होइन, एक-एकवटा। र 108वटै पुस्तक मैले दर्शन गर्न पाएँ होइन, ढोक गर्न पाएँ। र तपाईँहरूले पनि यसरी नै यस भिडियो मार्फत दर्शन गर्नुहोस्, तपाईँको विशेषहरू माग्नुहोस्। यसरी नै हामी ढोक गर्दै हिँड्यौँ। अझै नाम्चीतिर त यस्तो पुस्तकमाथि काट मुनेर माथि काट लगाइदिएको हुन्छ है, पुस्तक ढोक्दा कस्तो दुखेको हुन्छ। यहाँ चाहिँ पुस्तक र बाहिर कपडाहरू मात्रै बाँधिरहेको थियो होइन। यसरी नै पुस्तकहरू सबै निस्किँदै गयो, हामी दर्शन गर्दै गयौँ होइन। र यसरी लस्करै पुस्तकहरू 108वटा पुस्तक चाहिँ बाहिर यो गुम्पाबाट निकालेर तर सिसिटीबाट एक रोड घुमाएर चाहिँ फेरि सिसिटीबाट त्यो नयाँ रोड न्यू कटिङबाट चाहिँ ल्याउने उहाँहरूले भनिदिनु भयो। त्यसरी नै यसरी पुस्तकहरू निकाल्दै थियो होइन। हामीले पनि यसरी दर्शन गऱ्यौँ र यसरी दर्शन गर्दै थियौँ।
र पुस्तकको दर्शन गर्नु र मन्दिर आज गुम्पा जानु एकदमै ब्लेस फिल भयो मलाई, रिल्याक्स्ड भयो होइन। त्यसरी नै र मन्दिरको तपाईँलाई माफ गर्नु ल, गुम्पाको तपाईँलाई दर्शन गरिरहेको छ। यो अन्डर कन्स्ट्रक्सन गुम्पा हो, तपाईँहरूले पनि दर्शन गर्नुहोस्। तपाईँहरूको के विसहरू छ, के चाहनाहरू छ सबै माग्नुहोस्, ताकि गौतम बुद्ध तपाईँहरूलाई आशीर्वाद दिउँ र तपाईँकोले चिताएको र सोचेको कामनाहरू इच्छा पुरा होस् होइन। यो चाहिँ थियो हाम्रो गाउँ माथिको गुम्पा होइन। र गुम्पाको प्रेयर्सहरू सकेर चाहिँ यहाँ मुनि रिफ्रेसमेन्टको लागि चाहिँ यस जग्गाहरू बनाएको थियौँ होइन। र यस्तो रिफ्रेसमेन्ट पानीहरू सानीहरू चिया खाएर चाहिँ यस्तो गर्मी थियो कि, यस्तो गर्मी चाहिँ म चाहिँ यहाँ त्यो सिँढी उकालो जानेमा चाहिँ यो डाँडामा चाहिँ हावा सिरिर आएर चाहिँ शीतल हो, किनभने भित्र बस्नु नसकेर चाहिँ गरमले मरिसकेको थियो। यो डाँडामा आएर चाहिँ बस्दाखेरि चाहिँ एकदमै शीतल भयो होइन। मलाई यहीँ बस्नु मन पर्यो र एकछिन शीतलता तापेर चाहिँ यहाँ प्रसादमको लागि चाहिँ यस ठाउँमा यहाँ यस स्टल बनाएको रहेछ र प्रसादमको लागि चाहिँ यहाँ हामी खानु आयौँ होइन। सबले प्रसाद ग्रहण गरिरहनु भएको थियो होइन। र प्रसाद ग्रहण गरिसकेपछि चाहिँ अब म लागेँ, किनभने दुईजना दिदी चाहिँ एकछिन बस्नुहुन्छ अरे, उहाँको कोही आउनुहुन्छ भनेर चाहिँ म चाहिँ लागेँ, किनभने चाहिँ मेरो अर्को भाइको दिदीको बिहा रहेछ गाउँमा, उहाँको सघाउनु लागि चाहिँ म लागेँ हो। म यसरी हिँड्दै थिएँ, घामले पोलेर मर्नु आँटेको थियो हो। र यसरी हिँड्दै अर्को चेलीबेटीहरू गाडी पर्खिँदा अर्को यो मेरो गाडीमा जाने मेरो कृष्ण मानिसको गाडीमा चाहिँ अर्को चेलीबेटीहरू पनि थियो। उहाँहरू चाहिँ रिल्स र फोटो खिच्न बिजी हो, आफूलाई चाहिँ घामले पोलिसक्यो। र अब यहाँबाट हामी लाग्न राखेको र यो चाहिँ थियो छोटो सागाको ब्लग होइन। र यो ब्लगलाई यहीँ अन्त गर्न चाहन्छु। टिल देन डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। सी इन द नेक्स्ट ब्लग।